नारायणी दरबार पनि आज घुम्न सफल भयो भनौँ। भित्रको देखियो, हल्का भावुक इमोसनल पनि भइयो हरेक कुराहरूले पनि। अब त्यही हो। त्यही हो, फेरि आउने एकलट बाचा सहित आजलाई हामी छुट्छौँ। भित्र मोबाइल लिन दिँदैन, अब भित्र खिच्न मिल्दैन, त्यही भएर बाहिरबाटै यहाँको लगियो, अवलोकन गरियो, मजा आयो। तपाईहरु पनि आउनु होला, घुम्नु होला, हेर्नु होला। एउटा इतिहास हो यो। अहिले संग्रहालय भनेको